Hello guys, welcome to another video in our YouTube channel. Another work video. आज हाम्रो चाहिँ तिहार स्पेसल छ। तिहार स्पेसल भिडियोमा चाहिँ हाम्रो चाहिँ यहाँ चाहिँ दिदी छ। दिदी भएको कारणले नै तिहार छ। दिदी भएकै कारणले नै खानेकुराहरू चाहिँ यसरी बनाएर दिदीले चाहिँ भाइ मसला चाहिँ बनाउँदै हुनुहुन्छ तिहारमा के खाने भनेर। अब चाहिँ हामीसँग यहाँ चाहिँ झिलिङ्गाहरू पनि छ। यो सबै भिनाजुले तयार गर्नुभएको भन्ने सुन्नमा आइरहेको छ। धन्य मेरो कान। त्यसपछि हामीसँग दिदीले चाहिँ सेलरोटी बनाएको दिदी खै बनाएको सेलरोटी मैले बनाएको सेलरोटी बाहिर सार्छु। दिदीले बनाएको सेलरोटी म देखाउन गइरहेको छु। यो चाहिँ सेलरोटी हो। दिदीले जहिले आएको बेलामा पनि सेलरोटी बनाएर खुवाउँछ। सेलरोटी बाइकहरू चाहिँ अब चाहिँ माला दिदीले आफैले बनाएको खुर्मा पनि बनाएको छु। खुर्मा निम्किन त्यत्रो धेरै बनाएको त्यो चाहिँ नौजा पनि मलाई खुर्मा निम्किनहरू पनि बनाइराख्नु भएको छ अरे। यहाँ चाहिँ हामीसँग माला छ। निम्किन चाहिँ कसरी बनाइस् त नि म देखाउँछु। म बोलमा नि हाल्दैछु। यो चाहिँ खुर्मा एउटा खुर्मा क्राममा पानी हालौँ के भन्ने सोच थियो तर चाहिँ खुर्मा अहिले एकछिनपछि खाउँला। टिका नलाइखानु ल टिका लगाएपछि खाउँला है। म तपाईँलाई सब यसो बाहिरबाट सर देखाउँछु दिदीले बनाएको तिहारमा सेटअप गरेको कुराहरू। यहाँ चाहिँ है ओके हामी चाहिँ यहाँ बसेर अलि टिका लगाइन्छ। टिका लगाउनको लागि चाहिँ दिदीले चाहिँ तयारी गरिदिइरहेको छ। तर यही हिसाबले गर्दाखेरि चाहिँ आज मुहुर्त चाहिँ गइसक्छ जस्तो लागिसक्यो सायद। अनि त्यसपछि दिदीको पछि लगाएर म तपाईँहरूलाई चाहिँ म भगवान्को कोठामा लैजान्छु। हाम्रो चाहिँ दिदी खै छ भान्जा चाहिँ यहाँ छन्। विदिन 1 मन्थ हाम्रो वी आर एक्सपेक्टिङ भान्जा। भान्जाको नाम के राख्ने चाहिँ हामी फिक्स गरिसकेको छैन। यो दिदीले बनाएको भए म यहाँबाट रङ्गोलीहरू देखाउन गइरहेको छु। दिदीले बनाएको रङ्गोली यो चाहिँ बिगारिसकेछ। यहाँनिर चाहिँ पाइला यो भयो। तर चाहिँ पाइला चाहिँ के भएछ भन्दाखेरि चाहिँ लक्ष्मी त यसरी हिँड्ने हो भन्ने हाम्रो चाहिँ मान्यता छ नि त। दिदीले चाहिँ दुइटै एकै ठाउँ बनाइदिन्छ कि अब उसमा लक्ष्मी हिँड्ने बेलामा पनि यहाँबाट कस्तो गर्नु पऱ्यो यस्तै आउनु पऱ्यो कि लक्ष्मीलाई गाह्रो भइरहेको छ यसरी चाहिँ चल्नको लागि पाइला बनाउन दिदीले बनाउनु पर्ने थियो। यिनीहरू अब चाहिँ म तपाईँ तिहारमा कसरी सेलिब्रेट गरिन्छ भनेर चाहिँ यो भिडियोमा म देखाउन गइरहेको छु। अब चाहिँ हाम्रो चाहिँ पूजा गर्नको लागि चाहिँ दिदीले सामानहरू ल्याइसकेको छ तलपट्टि। फोटो होइन कि दिदी ऐना होइन होइन मेरो कपाल मिलाउनु लागेको थियो। ल राम्रो देखिन्छ। अब चाहिँ म चाहिँ दिदीले भनेको अनुसार हो त्यो कालो सामानलाई चाहिँ म उतालाई राखिदिन्छु। यसले चाहिँ राम्रो देखिएन भनेर चाहिँ दिदीको कुरा आइसकेपछि मैले यसलाई सार्दिनु है। यता फालिदिउँ दिपो। अब चाहिँ हामी चाहिँ लगभग सामानहरू चाहिँ रेडी भइसक्यो। अब एकछिनमा चाहिँ तयारी गरिसक्नुपर्छ। अब चाहिँ हाम्रो चाहिँ बिमिरो पूजा गर्ने बेला भइसकेको छ। सुरुमा बिमिरो पूजा गरेर हामीले चाहिँ तिहारको पूजा सुरु गर्छौँ। त्यसपछि लगाएर दिदीले सबै कुराहरू बनाएर राखेको छ खानेकुराहरू यता देख्न सक्नुहुन्छ गाइस। ल दिदी चाँड गरौँ त साइड नछोडौँ है। सेलरोटी पनि मिठो छ। एकदिनपछि पाक्कुम सेलरोटी चाक्कुम हुन्छ। अनि आउँदाखेरि चाहिँ त्यो ओखरलाई चाहिँ ढोकामा फोड भित्र आउँदाखेरि अनि त्यो ओखर हामीलाई देऊ तिमीले पछि। अब चाहिँ मैले हातमा एउटा ओखर लिनु पर्यो। हो त्यो अब तिमीले यो लगाऊ अनि भाइले लगाएर फाल्ने हो खास दिदीहरूलाई चाहिँ खालि होइन हामीले चोकमा लगाएर राख्थ्यौँ कि यहाँ चाहिँ बाहिर लगाएर राखिदियो घर बाहिर त्यति हो। घर बाहिरबाट जिम्मेदार भन्ने एउटा उसलाई चाहिँ यदि कल्चरलाई फलो गर्ने भने चाहिँ पठाएको अरे कि राजलाई पठाएको त्यो भनेको ब्याड उहरू भनौँ न। सातवटा टिका लगाइदिएको भयो। अब एउटा फुल फुल भयो। दुईटैमा पठाउनुलाई होइन दुईटा बोतल दुईटा गरिदियो त्यस्तो गर्ने पर्दैन खासै। तर घर चिसो के तिमी जस्तै तर एउटैमा सबैलाई समेट्नु त्यस्तो एउटै बिमिरा फाल्दैन। Oh, Sahash, come here, my boy. What the backyard? Happy Tiar Chahas. Do you like the backyard? Yeah. Okay. That's bigger than mine. That's bigger. Yeah, we can play football here. Yes. फुटबल छ बाहिर। चिसो चिसो भएकै दिन चाहिँ And what is this one? What?
अलिक हाम्रो अहिलेको तिहारमा यस्तो मिठो काम झन् गर्छ। हिजोको जस्तो विन्डी भएन भन्नु न सिडनीबाट हाल्दा त मलाई त जाडो भइरहेछ अनि हिजो सिनेमा 39 थियो त्यो अनएक्सपेक्टेड हो नि सिनेमा त्यसै पनि हुन्छ फेरि हामीलाई यहाँ त जहिले जाडै हुन्छ अब यो त जाडै रहेछ जाडै लागेर होइन यहाँ जस्तै गर्मीको ठिक भनेको त त्यो हिटवेभ आउँछ नि हिटवेभ कहिले हुन्छ नि हिटवेभ 340 हुन्छ त्यति बेला मात्रै गर्मी हुन्छ गर्मी भनेर त्यो रोटी नै हालिदिनुपर्छ हो त्यो सबै लएर राखिदेऊ दियो दियो पर्दैन नि यो ओखर नै हालिदिउँ त्यसैमा कि होइन? हातमा लाने मैले अब यति नै होइन नि त यहाँ हो भयो अब हामी चाहिँ यो मैले राखेर आउँछु हामी जाने हो कि त्यो अनि ढोकामा टिका लाउनु पऱ्यो नि लगाइसकेपछि नै त्यो के हो उयो भएको हजुर ए जानु यता देव कलश पुजाले बल्ल लगाउनु पर्छ अहिले म लिन्छु त्यो ढोकामा लाउनु भाइदिउँ दियो भनेको ओखर ल्याउ दुईवटा ल्याउ ओखर दुईवटा ल्याउँछ एउटा अर्को ल्याउ हुन्छ स्यामलाई भए पनि खोज्नु पर्दैन गरिदिउँ न त गरिदिउँ प्रत्येकलाई होइन एउटै फोडेर दिदी बाँडिदिउँ एउटै हो त हो त एउटै फोटो बाँधिदिउँ होइन गरिदियो हो नि त सानो तेरो भाग पनि हेर्छ अरे है ओके त्यसलाई पनि भिडियो हेर्छ नि त पछि तेरो भाग पनि दिदीले सम्झिसकेपछि सुरेन्द्र हाई भनिदिनु मेरो युट्युब च्यानलको सबै हेलो भाइ ह्याप्पी तिहार हेलो एभ्रिवान ह्याप्पी तिहार सो लेट्स गो अब हामी अगाडि जान्छौँ अगाडि चाहिँ अगाडि चोकमा लगेर राखिदिनु पऱ्यो किन ग्यास बनाइरहेको द्याट्स नट अ फुटबल छ ए तिमी त्यो लोरो लिएर आउँछु दिपेश पर्दैन यसरी फुटाउने जाने कि यो कच्चावाला होइन र अहिले यो लाइक द रङ्गोली भाइ स्टेडियममा हामीले सकिएको नि यसलाई ढ्याङ्गे हानिदिने हुन्छ हेर न के गर्नुभएको बुबुले दिदीलाई कि अब चाहिँ हामी चाहिँ यो चाहिँ फोड्ने त्यस्तो गरौँ यो हाम्रो चोक्नु भन्ने हुँदैन यहाँ होइन यहाँ चाहिँ चोक नभएको कारणले गर्दा हामीले चाहिँ उसमा राखिन्छ साहस द्याट्स नट रियल भाइ हामीले चाहिँ त्यसलाई छोडिदिन्छौँ म त्यहाँ डोन्ट टच इट साहस यु क्यान नट टच इट स्केर्स कम यसको भाइटी होइन दिदीले फोड्ने होला हामी त दिदीले फोड्थ्यो सधैँ दिदीले फोड दिदी है त्यसो भए त लोरै चाहियो नि त यसरी हान त म टिप्छु ल दिदी फुटाउनु यसरी ढोकामा राखेर अनि सत्रुको टाउकोमा हो फोड्ने खास है तर यसरी पनि फोड्छन् कि यस्तै यो चाहिँ अझै उ भयो ल लोरै भएन फोड्ने कुरै ल्याऊ लोरो लिएर आउँछु अँ लोरो लिएर आउँछु है दिदीले खरफुटालो नसकेको कारणले गर्दा चाहिँ हामीले चाहिँ अब चाहिँ लोरो लिनु गइरहेको छौँ भिना जो लोरो कता छ उठ्याभित्र त्यो काठको लामो छ काठको लामो यो हो लोरो लोरो चाहिँ यहाँ चाहिँ सही रहेछ होइन लो यस्तो लोरो कहाँ हुन्थ्यो वेट दिदी पछि बुझ्दाखेरि द त्यो चाहिँ अहिले हाम्रो त्यो उसमा दिन्छौ नि तिमीलाई के अरे त्यो अहिले प्रसादमा हो त्यहाँ हालिदिने हो त्यो बस ओके ब्युटिफुल ल्याऊ अनि तिमी ल्याऊ भयो म ल राख्छु अब टिका लगाइदिनु ढोकामा टिका लाउनु पऱ्यो दिदी ढोकामा दिदी लगाइदिन्छ नि स्वाट चामल लगाऊ 7वटै कलर लगाइदियो ढोका लाउ त भाइ माथि हो के खास लाउनु तर अब यहाँ सातवटा कलर लगाइदियो भाइ सास 4 5 6 7 लास्ट वान 7 घाम लाग्यो नि त अनि ल मेलबोर्नमा घाम पनि लाग्यो गाइस म बाहिरको वातावरण कस्तो देखाउँछु अलि पछि देखाउँला है यो चाहिँ अगाडिको सराउन्डिङ भयो ओके अब चाहिँ हाम्रो चाहिँ तिहार ढोका लगाउनु पर्छ फेरि यहाँ चाहिँ यस्तो छ कि त्यो ढोका लगाउनु पर्छ नेपालमा भएको केही पनि हुँदैन अब चाहिँ हामीले चाहिँ तिहार मनाइन्छ लेट्स गो Do not touch the bamboo. See, he's taking a picture. Say hi. Hello.
क्यामेराले उ गऱ्यो अब त्यो खानी हो क्या खाने पर्छ भन्छन् अरे होइन उनीहरू त फाल्ने त त्यो बिमिरो हो कि आधा पूजा सक्यो पुरिसक्यो बसी अब टिका बिहान भनेको टिका हो दिदी ल त्यो राख कहाँ हाल्नुपर्छ हो यो भाइ खाऊ है जोडी तिमी अहिले खानुपर्छ ज्वाइँले टिका लगाउनु टिका लाउने चाहिँ यस्तै बनाएको छ हो त्यो हो नि फोइलमा Hello, look at me, I'm flirting. ओके साथी टिका लगाएर तिमी सासासँग टिका लाउनु जानुपर्छ त्यहाँ छोप्दै छन् के अनि आयो सासालाई नि बोलाएको भन्थ्यो होला नि हो तर अब उतै लाउने भने सबैले Put it down, put it down. मेन कुरा चाहिँ त्यो आर्मी र मायाले लगाइदिने यसलाई हो त अनि कसरी किनालाई गरेर ल्याउनु मिल्दैन आर्मी मान्दै मान्दैन नि मान्ने अस्ति दसैँमा टिका लाउनु म सुरु अब घुमेँ है त ल बस्नु दिनुहोस् अब तिमी बसेपछि उठ्नु मिल्दैन ल टिका अब नलाग्यो म बस्छु त्यही भएर क्यामेरा एङ्गल सेट गरिदिएको उनीहरूको पनि आफ्नो दाजुभाइ हुन्छ होइन हामी यहाँ लाएर पछि गएर लगाइदिनु मिल्छ होइन उनीहरू डिपेन्डेन्ट हिम भएपछि चाहिँ What is this called? त्यो ऊ चाहिँ हिम भन्न मिल्दैन What is that called? Down there. झिलिङ्गा 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 तिमी बस्यो म तिमीलाई पनि घुमिदिन्छु ल बस कहिले भित्र कहिले बाहिर सास Dad, ठिकै लाउनु पर्यो होइन अब बस। उसलाई चाहिँ तर मैले भित्र उसलाई गिफ्ट राखेर ल्याउनु अहिले टिका लाग्दैन अर्का लगाइसकेपछि लास्टमा गिफ्ट एक्ज्याक्टली दाइले भित्रै तिमी एकदम आफ्नो तरिकाले आनन्दसँग गर तिमी त्यही बसेर बसेर ल यही हो खोइ हाम्रो यो टिया हो Look at that, Tia. है त Hello. hi, camera. You know, once Pupu round up these 3 times, you can go outside. But you can. It's okay. We cannot go outside. We cannot until Tika finish. Look, she going to do the 3, yeah? 3 round. 1 round. the first time If we do 3 rounds, we can't even walk. We can't even pass that line. That's right. Yeah. That's the rule. That's the rules of the Tika. And before she put us tika, we cannot eat. Yeah, we can eat. Yeah, we haven't eaten anything. Yeah, we haven't eaten anything last Once you since put last tika, I mean, it's more from the fire. and this is called mala sahas, mala. Mala. यो माला लाउनु पर्छ हामीले. What for? So we can eat that. Yeah, after the Tika. What happened? I go. And I have another one here. Didi तेल पनि हो. And I have another one here. And I have another one over अनि here. टाउकोमा And I तेल have छुवाइदिने होइन another ल खास मिची लगाइदिन्छ काममा तेल भेस्टै लाएर बसिन्छ नि भेस्ट मात्रै लाएर भेस्ट मात्रै लाएर भयो भेस्ट मात्रै लाएर बस्ने गर्मी छ नि त नेपालमा अहिले होइन त्यो मात्रै न नेपालमा त्यो कल्चर घरमा नेपालमा त पुरै कानमा तेल हो नि त कानमा तेल हालेर पछि त लाउनु अहिले चाहिँ लाउनु नेपालमै लाउँथेन मैले पछि पछि त म त्यो अहिले सानो सानो हुँदा त दिदीले हामी त सधैँ लगाइरहेको छ मैले हो लास्ट पनि लगाएँ नो टच चाहिँ गर्न परिहाल्यो भाइले र मैले टिका What are you नलागे doing? 8-9 वर्ष भयो। त्यही भनेको कति 7 वर्षपछि 7-8 ल, धेरै भेडा वर्षपछि भयो। अब चाहिँ तेल लगाइदिने हो अब तेल हामीलाई छोइदिनु तेल यसो लगाइदियो नि पूजा गर्ने नि टाउकोमा के अब बेच्ने हो हाम्रो बाबामा अनुसार छोइदियो बस मलाई त त्यसलाई लाग्यो त्यो सास तिमीलाई चुच्चो टच गरिदिन्छ टिका चाहिँ नलाउनु मिल्दैन भगवान्ले प्रोटेक्ट गर्नु भनेर What are you doing? What are you doing to my head? तेल तेल भगवान इज प्रोटेक्ट योर हेड लगाइदियो उसले चाहिँ लगाइदियो मजाले भाइले कानमा किन लगाइदियो। तेल लगाएको छैन 8 वर्षको तेल मात्र गर्नु मसाज गरेँ ल उस गरे कानमा कानमा लाउँदैनुहोस् यो नेक्स्ट लास्ट इयर हो क्या कुदाइ आउनु थियो होइन कसलाई नै आउनु थियो त्यही त कलेन्डर उसमा भान्जा बसी आउँछ आउँछु भन्नु नि अहिले पनि आउने भान्जा बसी Daddy, what that called over there? झिलिङ्गा झिलिङ्गा क्रुम It's a cracker. We cannot eat. I'm not eating. उसलाई And कस्तो what about here? च्याकर्स ढुम्रा नेपाली ढुङ्ग्रा ए ढुम्रा ढुङ्ग्रा And how about this? कति खाइन्छ ढुङ्ग्रा दिदीलाई के भन्छ अरे ए दाइ बेस्ट यही हो नि खुर्मा सस्तो यो सस्तो खुर्मा एक निम्की मुठी झिलिङ्गा झिलिङ्गा, ढुम्रा एभ्रिथिङ कि सालबाट लाउने हुन्छ टिका के अरे ढुङ्ग्रा त स्कुलमा भेट्थ्यो नि And what is this after me? यो त जानु पाइन्छ नि दाइ What is plastic? सालबाट ठुलो What लाग्ने is plastic? पहिला त प्याक नै हुन्थेन है पछि पछि यो प्लास्टिकमा प्याक हुन्छ पहिला त प्याकै नगरेर You have to hold it सानो here. त्यो होल्ड गर्छ What for? यसरी समात्नु पर्छ अनि Because त्यसपछि we will- दिदीले टिका लगाइदिन्छ। Vinaju will hold and Didi will put the tika. Or I can hold too. सिधा अलिकति माथि धेरै तल
यसको चाहिँ फोटो म खिचिदिइहाल्छु है लुज गर्नु छैन Hello guys, I'm in the street. यसलाई नाक कत्रो भिडियो खिचेर Hello guys, I'm in the street. के हुन्छ बाउको छ सास मुभ मान्छेको नाक नि त्यत्रै होला पिक्चर सास लुक फुपू यता एकचोटि हेर्दा जाइदा पनि हेर्दा तिमी टाउन होला भाइ जुन टिकट गरिन्छ अब एक्चुअली लागिसकेपछि फेरि I think my son is Sas, can you please go this side, please? No, I can't get out from the circle, remember? Yeah, just in the circle. ज्ञानी छिन् नि सासको नि ज्ञानी छिन् थाहा भयो Hello, Dad. I'm leaving. चलाउनु पर्दैन कि एकदम राम्रो हुन्छ है पछि निकालेपछि Yeah. त्यसमा अरू लाउनु त्यसमा लाउनु माथि लाउने कि दुसुको उ त अलि ब्राइट Ah! उ त जुरेको त्यसमा एउटा कलर ब्राइट हैन निलो Learning. Ding. पछि झिकेपछि माथि पछि झिके टाँदैन हुन्छ क्या Wow. कलरफुल उ त्यो दुबेसमा त्यो मेस गरेर Daddy, माथि अलि झिकेस लगाइदिनु नि माथि तलको माथि wow. शो टाइम Are they gonna? What? How did that? खुट्टा अजुस गर्ने खाने सासलाई रोएर लाग्छ हाउ डिड द्याट What is it? मला एउटा टिस्यु दिनु जुके त्यहाँ छ वाइट पर्छ बहिनी पर्छ जय तपाईँ हट्नु त्यहाँबाट सास प्लिज मुभ दिस साइड सास यहाँ बस्छ ल ल बहिनी ल यता हेर्दै तिमी हेर हेर भाइ नमस्ते गरेर दिललाई नमस्ते गरेर द्याट्स द बेस्ट पार्ट हो नि त ठीक है भाइ सानो त फुल्ली देख्नु दुबो बनाएर कानमा राख्नु यो दुबो छ त्यहाँ कहाँ अन्त कानमा सुनिरहेको दुबो र फुल गरेर बनाउनु सुपारीको माला सुपारी फुल होइन दुबो हो दुबो र अझ नेपालमा त बर पिपल 5-7 मा गरेर कानमा बस्ने बनाउने अनि त्यो पाइँदैन मान्ने हो दुबो पाएन भने त्यसलाई मानेर एउटा धारो खाएर I'm not done this. थुङ्गा बनाउने हुन्छ हाउ मेनी टाइम्स दिस विल फिनिश आफ्टर ड्याडी फिनिश द चिकन दिदी पूजा Now that is done. पूजा रेडीको लागि I'm telling me. पूजा No, your turn is with Sasa first. You cannot do it. Yes. Divya. Because Sasa is there. You think I'm gonna see me once You can do with your poop. I need to What Sasa has to put first. I need to go out. यसले त दसैँ जस्तै सोचिरहेको थियो यसलाई बुझाएँ मैले बच्चा राखेर अहिले के भन्दै थियो भने कसले कसले टिका लगाइदिन्छ पैसा कति दिन्छ सोधिरहेको थियो होइन अनि त्यहाँबाट यो पैसा चाहिँ तिमीले आलीलाई सासालाई र नायरलाई दिने हो तिमीले पैसा पाउँदैन बाजा मलाई चाहिन्छ भने त्यसपछि तिमीलाई म दिन्छु होइन कति दिन्छ जति सासा लाग्छ त्यति दियो अब दाइलाई लाग्यो नि त दाइले तिम्रो थाली हो है तिम्रो तिमी सानो भएर त्यसरी पाउँदैन यो होइन मेरो भर्खर फेस्टिभलमा पाएको भयो नि त दाइ यसले बल्ल रिमेम्बरेन्स भइराखेको भाइ ए दसैँ ए टिका लाउने टिका पैसा सम्झाउँदैछु मैले नेक्स्ट इयरको तिहार मैले राम्रोसित बुझ्छु भर्खर दाइ थ्याङ्क यू ल बस ल मेरो दाइले उस लाइन चाहिँ टिका कोरेको थियो खाऊ लिमिट खाएँ भनेर उसलाई भोक लागेर कस्तो हो मजाले खाँदा अब हजुर तिमी दाइले पूजा गरेर तिमीले म चाहिँ बाजा गर्थेँ अघि
कफी मैले खाइदिएको देखाएको थिएँ। भक्क बोक्ने त्यो तपाईँले गाडी निकाल्दा मैले त पासमा थिएँ हामीले हाई पनि भनेको तपाईँले उता हेर्नु देख्नु भएन प्लाजामा तपाईँले घरबाट गाडी निकाल्दाखेरि उसलाई लिएर आइरहेको थिएँ हजुर कि बिसाउनु थियो दाइ भनेर नि तपाईँ ठ्याक्क- हजुरले उता हेर्नु भयो क्या तपाईँ गाडी टर्न गर्नु उता हेर्नु थियो ए ओके म चाहिँ प्लाजा गएँ त्यही भएर बहिनीलाई ढिलो भयो केही भएन भने मैले दाइले पूजा गरेको तिमीले दाइलाई गयो। तिमी यता हो टिका लाउनु म चाहिँ चाहिँ त्यहाँबाट टाढा हुन्छ तिम्रो म त्यति आउँछु कुन चाहिँ लगाउनु भन्छु जुन त्यो मैले तिनवटा बनाएको छु तिनजनालाई अलि सानो भयो है कि ठिकै छ ठिक छ ठिक छ दिदी के हल्का सानो ठुलो बनाइदिनु ठिक छ नगरेर अनि बस, बस, त्यहाँ राखेपछि आफै त तन्केर ठुलो हुन्छ कि समय दिनु सक्ने दिने जस्तो छ ल मेरो सिधा भन्छ कि माग्नु पर्छ दिदी तिम्रो सिद्ध भयो त सबैको सानो एकचोटि उ लगाएको सबैको ठुलो है के अरे एकचोटि टिका लगाएको दाइको त एकचोटि माला त्यस्तो लगाएको। छैन है नानी बिचरा अहिले शान्त र सबभन्दा ठुलो नाच्ने बाहुनहरूको अलगै छ सिधा सिधा दिनुहोस् तिमीले क्यामेरा हल्का यता तिमी ल्याइदिनु। हेरेर सिधा बनाउँदा दाइले जेल युज गर्नु हजुर नि ओके। अब ठुलो मान्छे बन्ने कुरो भएन के अरे भनेर त्यस्तो त्यस्तो गर्दै गाइस मेरो निधारको टिका चाहिँ यस्तो भइसकेको छ है भेरी स्पेशल हो यो। लुकिङ लभली इज इट निधारको टिका एमएललाई है 40-45 जरा पर्छ ए हुन्छ। अब यसले चाहिँ okay, all right. केही पनि Camera angle हुँदैन, sit. हैन एकचोटि कपाल That is done. You done? That is done. That Not is done yet. You done go? ह्यापी तिहार पहिले त्यो लाउँदो रहेछ अनि त्योहरू पछि हुन्छ यो लाउनु लाउँदै जाने Oh no, the camera. डोन्ट पुश Why do? Sahas, come here. In the picture again. You'll be in the picture. Yeah, the hard picture. एकचोटि सुन्यो कि त्यो डबल डबल गर्ने थियो सिङ्गल टच एकदम राम्रो छ भयो तर मिलाउनु पर्दैन कि त्यो आफू झिकेपछि भित्र मिलेको हुन्छ कि भयो 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 यो रुम त। भयो मैले रास गरिदिएँ। That's okay. That's okay. यो जोड्नु। Oh, त्यो माथि छ नि दु पछि टास्ने हुन्छ तिम्रो पछि टास्ने तलबाट ए बाँकी रहेछ। भाइले फोटो हालेन ठिक छ भालो मलाई तिमीले फोटो हालेनौ नि हालिसकेँ मैले अब माला लाग्यो होइन गरिदिनुहोस्। यो लागि। ए अस्ति नै बनाउनु लाउँथ्यो कि हेरेको हाम्रो चलन चाहिँ छैन है म जान्दै ठिकै यता हेर्नु त मैले त यहाँबाट यस्तो खिचिदिन्छु ल 1 2 3 चियर्स अलराइट उठा होइन ढोग्ने। उठा 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 पुरै उठा ढोग्नु त पर्छ तिहारमा अनि गिफ्ट साटा साट्दै त मेरो ब्याग हो मेरो ब्याग फुल त लगाइदिनु। Did you finish? मेरो ब्याग दिन पर्यो यता बहिनी ल मलाई फुल लाग्यो You finished? दिदी तेरो ब्याग खोइ गिफ्टको ब्याग You put that finished? ल बहिनीलाई हो ल टिका फोटो फोटो आफ्टर आफ्टर टिका सासा सामान मोर है त्यो मलाई लगाइदियो अनि गिफ्ट ल आदान प्रदान है आज मात्रै हो प्रधान भयो क्या दिनै प्रदान खोइ भयो दाइलाई खाली गरिदिनु पर्यो। ए मेरो ए होइन ओ जय तपाईँ दिनु त पर्यो नि दिनु त पर्छ पर्छ दिन पर्यो यो सेलरोटी हो र? दोसा सब खान मिल्छ हामीले झ्याम्का झ्याम खाम त हामीले खाऊँ यो फुपूले के बनाएको छु सुन सुन फेरि खानुपर्छ यो सबै खानु त चाहस न मैले ब्यागमा राखिदिन्छु ल्याउँछु त्यो त पैसा त राख्नुपर्छ। त्यही त ल खाऊ ए उसमा खानु चाहिँ उखर खोइ दिदीले दिएको यहाँ खाऊ त ए ओखर दाइ। खाऊ I want. यो अँ
म दाइको Try गिफ्ट this. लिएर सासले उता खानु लागेको थियो नि त दिदी के खानु मन लाग्यो तिमी के खानु ए तिमीलाई ए क्र्याकर खानु मन लाग्यो नि त ढुङ्ग्रो अनि यता अर्को यो अर्को ए झिलिङ कुन कलर खान्छौ अघिदेखि त्यो के हो त्यो के हो सोधा तर हामी चाहिँ खानु सुरु गरे ल उ काम गरौँ लाइक दिस होइन साहस। म खान्छु है। आउनु आउनु मैले खाइरहेँ मैले चिकन म त अघि नै खाइरहेको छु हो त नि त्यही पनि हजुर उसको दुबी खानु तिमीले नि गर्नु पर्यो नि You like it? म दाइले तैँले न चिकन यो इन्जिनमा ए पाउने आउँदा नि मैले टिका लाउनु पर्यो नि त्यही त हामीलाई दिने नि त्यसमा अब दिदी आइज ल स्कुलबाट जाँदा यो र अनि हाम्रोतिर चाहिँ नारा मिठाई हुन्थ्यो कि त्यो बटारे नारा मिठाई त बटारेको त्यो नारा माथिको गुलियो गुलियो हालेको नारा चाहिँ बटारिने भएर हाम्रोतिर नारा मिठाई हुन्थ्यो त्यसलाई हामीले बटारे नै भन्नु किनभने त्यो नारा त्यस्तै हुन्छ नि त कुनलाई होइन बटारेर माथि चिनी राखेको मिठाई कि दामी मिठाई दाम्ले मिठाई दाम्ले मिठाई चाहिँ बटारे मिठाई भन्नु किनभने त्यो नारा नि त्यस्तै बटारिएको हुन्छ नि त नारायण जस्तै बनिरहेको छ कस्तो नारायण जोत्ने बरु तर उहाँको प्रोग्राम चाहिँ उ भन्छ हल्लुडो हल हल्लुडो हल्लुडो र नारा भनेको हो मैले वर्ड चाहिँ सुनेको तर त्यही हो भन्ने थाहा नभयो भइसक्यो हावा भन्छ भोलि हुन्छ दाइ त्यो कति गरेर बनेको हुन्छ बनिँदैन भएन तेल होला लगाउने के गर्छ नि त्यो भैँसी काटेको त्यो छाला रुखबाट सर्लकै तल झुन्डाएर तलपट्टि यत्रो यत्रो हो। ढुङ्गा, कति गरेर कति टाइम लाग्छ त्यो त्यो तन्किएर त्यो डिहाइड्रेट भएर त्यो रको सुकुटी कति पछि बल्ल तन्किन छोडेपछि बल्ल हो कि हो। त्यो त छालाको होइन बनाउने पछि दादाले त्यसलाई मोडिफाई गरेर युट्युबमा हाल्नु पछि युट्युब हाल्छ युट्युब एडिट हाल्छ गरेर सासले खाएको आउँछ किन खाएको मैले ड्याडीले टिका लगाएको यो बोलेको सबै आउँछ अखर तपाईँ नि खानु न ब्रो म खान्छु म बिहानदेखि खाएको म टिकाउनु हुन्न भने म होइन त्यो त म त सास जत्रो थाहा भयो सास जत्रो बेलामा 12-13 वर्ष हुँदा म This is how we do it खाएर टिकाउँछु खान्थेँ कि त्यो रोक्ने भन्ने in Nepal. 16-17 अलिक बुझ्ने थाहा This is how we do it. This is very precious यो in पनि Nepal. चलाउनु हुँदैन हाम्रोतिर चाहिँ खानै दिँदैन भोक लाएर प्याक होइन। प्याक भएर बजारै खान दिँदैन नेपाली आउँछ सकेसम्म नखा भन्नु अनि म चाहिँ त्यो खाइदिएँ त उमेर त अनि हाम्रो दुई फुपू नेपाली। सम्झिनु हुन्थ्यो फुपू एउटा फुपू आएपछि चाहिँ सास खानु हुन्छ भाइहरूलाई पूजा गऱ्यो भाइहरूकै चाड हो सेल खानुहुन्छ भनेर म त सेल चाहिँ त्यस्तै हो नि सेल चाहिँ म मिलाइदिन्थे। अँ, 8 कक्षापछिबाट त खाइनँ बुझ्न थाल्यो थाहा हो त्यो सानोमा त खान्थेँ म नखा नखा भन्नुहुन्थ्यो आमाहरूले सेलरोटी होइन टिका नलागिकन नखा भनेर 12 कहिलेकाहीँ त टिका त 1 बजी हुन्छ नि ओ, लुकी लुकी नै खानु पर्छ नि पहिला त गएर रोटी निकालेर तता गएर बाहिर गएर खाइदिउँ भोक लाएर ट्याउ ट्याउ खाइन्थ्यो म चाहिँ खान्थेँ कि सानोमा उमेर हो सबै सबै कोही रमाइलो हो नि लुकी लुकी खाएको अहिले अहिले त त्यसै लुकेर खायो नि मजा आउँदैन दाइ हजुरलाई सही राखेको अब तिमीलाई टिका लगाउने ल दिदी थ्याङ्क यू दिदी थ्याङ्क यू सो मच खाऊ किन खानु पर्छ खाऊ एप्रिसिएट इट सासलाई मिठो अहिले निकालेर भित्र मुजुर नगरेर ए मैले दाइलाई पो साडी मिल्छ कि मिल्दैन छोडिदेऊ त्यो मिलेन भने भन्नु म मिलाउने उनीहरूले मिल्छ अब मेरो पालो टिका लगाउने अँ तिमीलाई हाम्रो अगाडि तिमी त्यहाँ बसेर दाइहरू लगाइदिन्छ अनि हामी यहाँ अझै खाँदै गर्छौँ ल यो चाहिँ म मेरो यता राख्छु है फुडमा ट्राई गर्नु भयो मैले फर्स्ट टाइम ट्राई गरेको मिठो अलिक साह्रो भयो मलाई क्या ल एक बोल पिठोको बनाएको थोरै मात्रै के को कस्तो भन्छ फर्स्ट टाइम ट्राई गरेको मैले ल भनेको तिमीले नसकी गर्नु पर्दैन जस्तो गराउने मैले हिजो भनिसकेँ तपाईँ पहिल्यै सिम्पल त्यहाँ तिम्रो सिचुएसनै है हजुर खोइ पाउँ त्यो उ के कोइल। यहाँ तेललाई लगाइदिनु पर्यो नि तेल त टुच्चो मात्रै छोइदिएको छोइदिए मात्रै हो। छोइदिए मात्रै ए त्यस्तो गर्ने सर्ट छिटायो भाइ म होल्ड गर्छु तिमी लगाइदेऊ अनि म छोइदिन्छु म पनि लगाइदिन्छु कि टिका ल मलाई मेरो उसमा फुल राखिदिएको छ कहाँबाट नि उता छ फुल फुल लगाइदेऊ तेल हो
फुल फुल राखिदेऊ कि यो फुल यसरी यसो पूजा गरिदेऊ एकचोटि छोडेर है टाउकोमा पनि रोली नचोस् यसरी के नहोस् ल यसको टाउको माथि गर्न सक्छौ तिमीले मैले सक्छु ल यो गरेपछि सानो फोटो खिच्नु न लाउनु भाइ हजुर के यहाँ यसलाई चाहिँ यस्तो यस्तो गर्नुपर्ने भाइ आउनु फोटो खिचिदिनु प्लिज दाइले नि छोड टिका त लाउनु पर्छ अब दिदीको टिका लगाइदिन्छु म लगाइदिन्छु बाँकी नि। आइज फाइनली गाइज दिदीलाई पनि टिका लगाएर भ्यायो एउटा भाइ ल ए दिदीलाई माला त्यता फर्क अनि त्यो राख यस्तो मर्छ राखिदिन्छु ल यो चाहिँ यो फाइनल फोटो दुईजना अघि दामी देखेर ल यो त बाडीको कुर्सीले हेरेर खाँदो रहेछ 1 2 3 ल दामी दा यता सुन्दै ल ल दा ताली दिदी ताली है के दामी आयो ल सही आयो खै खै ल हेरौँ राम्रो हो राम्रो आयो 17 हो ल दिदी तँलाई के खाम जहिले चलाउनु भयो हेरेको आइफोन त्यही भएर अस्ति 18 त्यही चलाउनु भयो होइन एन्ड्रोइड चलाउँदा फेरि त्यही मजा आउँछ क्या होइन त यो पनि दामी छ दाइले पनि दिनुभयो सिरियसली हो के? साथीहरू छन् 2-3 जना पहिले आइफोन पहिला चलाएको भन्ने आइफोन आउँछ नि चल्छ मैले आइफोन त्यही त। मैले चलाएको Samsung। आउने बित्तिकै स्यामसङको बानी गरेपछि त्यो छुनैमा लाग्दैन मैले 10 चलाए आउने बित्तिकै हामीलाई तिमीले नि आइफोनै चलायो होइन तिमीलाई त्यो छुनैमा लाग्दैन मैले 10 चलाए आउने बित्तिकै ह्याबिट र कम्फर्टेबलको कुरा हो क्या युज टु मैले 10 चलाए आउने बित्तिकै अनि त्यो गएपछि स्यामसङ चलाएको अहिले सानो Samsung। हजुर टिका मात्रै होइन लाउनुहुन्छ तपाईँलाई स्यामसङ यो अब यसमा आउनु तपाईँलाई धेरै गाह्रो हुन्छ क्या तिहार भाइसँग मनाउनु पाएर कस्तो लागेको छ मलाई धेरै रमाइलो लागेर छ आफ्टर सो मेनी इयर्स नियरली अ डिकेड फेरि त यिनीहरूले पछि पछि ल्याउँछ एकदम मनाउन पाएको छ म upgrade गरेर। एकदमै भित्र मनमा एकदम खुसी छु सानोभाइलाई एकदम धेरै मिस गरेछु सबै दाजुभाइलाई मिस गरेछु हामी त अनि सबैको लागि मैले प्रे गरेँ हामी त कन्टिन्यू 4 वर्ष भयो नि आएको 4 वर्ष। फोर्थ इयर हाम्रो हजुरहरूको फोटो मैले देखिरहेको थिएँ त्यही त कन्टिन्यू 4 इयर हो क्या म आएदेखि नै हो आएदेखि आएदेखि अनि। अफकोर्स त्यही त 20 को नि हो 20 एउटा कोभिड भयो कोभिड भयो कोभिडमा हाम्रो त्यो त अब दाइलाई 1 वर्ष कोभिड हो थियो होइन हजुर ठ्याक्कै बिहानको बेला कोभिड भयो थियो त्यो त त्यसरी नमिल्नु भनेको त छुट्टै कुरा अब चाहिँ हामी चाहिँ यो खाने काम गर्छौँ सिचुएसनल गरेर जे पनि हुँदैन सेलरोटी दिदी एउटा सेलरोटी पास गरौँ त अनि म आफैले लिन्छु सेलरोटीको कमी रहेछ क्या यसमा ल त्यो एउटा तिहारमा त कसको तिहार त दसैँ पनि तिहार पनि नाम मात्रकै भएको थियो नि भाइ पनि भएको थियो त्यही त नाम मात्रकै थियो त्यो guys, this is it. दिन हस्पिटल दिन क्या आज मलाई त्यो हामीहरू गाउँको अब चाहिँ खानपिन गर्छु भ्याइन्छ तिहार यसरी नै मनाइयो त्यहाँ भ्यायो त्यो चाहिँ अझै अलि त्यही भए होइन अहिले माम खानु पर्यो ए खाना सानो खानु बाँकी छ गाइस त्यो भिडियो पनि हाल्छु म अन गरिदिनु सानो खै दिदी एकदम सादा गरेर खाने कपडा नयाँ लाम तँले ल्याएको के अहिले पछि लाउने लगाइदिनु अहिले लाउने के खाऊ उहाँ त ठुलो हुन्छ भन्छ होइन हो स्मल हो स्मल र मिडियम दुईवटा साइज छ स्वप ए होइन दिदी कुनै पनि small? गाइस दिदी ल्याइदिएको सामान हो सासले खाने स्मल नै भन्नु हजुरले सर्ट्स लाउनु जस्तो लाग्यो मैले किनेर लिएर आएको Shorts किन नलाउने एकदम नलाउने लाउनुहुन्छ त्यो मेरै साइज हो ठ्याक्कै हो मेरो पनि मेरै साइज भइदियो हुन्थ्यो मेरै साइज हो मेरो पनि लगाइहालौँ है त म त दिदी यो चाहिँ मलाई ठुलो हुन्छ 100%। हो कति हो साइज यो चाहिँ 30 हुन्छ क्या सोर्ट्स चाहिँ के 13 छ हजुरलाई 13 सम्मसम्म देऊ न त अनि 30 गरिदिन्छु पहिला ट्राई गर्न देऊ किनभने यो कुनै त फेरि ए 32 रहेछ होइन यही हुनसक्छ फेरि 30 टाइट हुन्छ ट्राई गर्नु नभए 30 के हो दिदी यो मजा टमी हिलफिगर राइट सासले नि खाँदा हुन्छ नि विदेशी ब्रान्ड्स खायो भाइले खाऊ। बिचार उल्के भयो आऊ आऊ के खाइछु यो तिमीलाई मन पर्यो त्यो क्र्याकर राइस क्र्याकर यो झिलिङका ढुब्री You खाइनौ wanna try दिदी यो मलाई है white one? It's much better. You know that how he pour हुन्छ त पुरा वाइट वान इज मच बेटर या ढुङ्गा यो ट्राई गर्छौ निम्किन खायो निम्किन खायो खान्छ त्यस्तो हो दिज आर यु नो नेप्लिज क्र्याकर्स सेलरोटी मन पर्छ नि सेलरोटी खान्छौ
खाइराख पेन भयो दिदी क्र्याकर्सहरू यस्तै त हो नि त्यो चामलबाट बन्ने होइन क्र्याकर्सहरूलाई चाहिँ आजभोलि चाहिँ ऊ गर्छ क्या तेलमा फ्राई गर्छ गर्दैन एक देखो फोटो दादाले अङ्कल हेर्नु न खै कति बाटो यो निकाल्छ चस्मा लगाएर हेर्नु राम्रो देखियो दिदीलाई त्यो टी-सर्ट सुन्दा र भाइ मलाई यो बाबु उस्तै लाग्यो तपाईँहरू ट्याक्कै उस्तै तपाईँ खाँदै हुन्छ यो भएको जस्तो लाग्यो बडी स्ट्रक्चर फेस सबै एउटै लाग्यो यो उस्तो हुन्छ तपाईँ यस्तै देखिन्छ राम्रो देखियो थ्याङ्क यू सो मच सुहायो है त्यसो पनि मिल्यो गाइज टी सर्ट पनि पाइयो है होइन कलर पनि राम्रो भयो है सुहायो है होइन कलर पनि एकदम राम्रो भयो खास व्हाइट लिनु खोजेको व्हाइट साइज होइन नेभी ब्लू जे गर्नु नेभी ब्लू एकदम सही व्हाइट पनि नराम्रो होइन यो नै बेस्ट कलर हो क्या जुन अकेजनमा मिल्छ यो t-shirt। दिदी हामीले खाइयो क्या नसोधिकन खाऊ हामीले खा नसोधी दिदी खानुहुन्छ भनेर भन्नु सोध्नु पऱ्यो कि पर्दैन नि उसले दिएको हो नि त खा अनि के दिन्छ नि दिदी मलाई तिमीले केही दिनु यार मलाई पैसा क्यास क्यास छ क्यास दिनु ब्याग हेर ब्याग क्यास साटेर लिएर आएको छु मैले त्यसको लागि क्यास इज भेरी इम्पोर्टेन्ट दिज चाहिँ साथीले क्यास आफूलाई चाहेको कुरो किन्न पाएको नि त क्यास क्यास इज मेन 110 बत्ती बल्यो म त्यसमा खुसी छु हावालाई पनि उस भएन कि घामलाई हामी त्यहाँ गएर फोटो खिच्नुपर्छ अहिले खिचौँ न त मिठो है सब मिठो छ त्यहाँ त टिकाको दुई तीन लट होला खास निकेशल दिनुमा ए उस 2 लट कस्तो हो भाइको अनि निकेशल दिनुको असिम के को भन्ने भाइ आएर जस निक्कीले मात्रै लगाइदिनु भयो के प्रमिस आएर पछि लाउँदैन नि त उनीहरू चाहिँ प्रेजेन्ट के के अब अनि साहसलाई लगाइदिने साहस साहसलाई तिनैजना कोले किनभने आरबी नायरा भन्ने अङ्कुशको छोरी साहस तिनैजना साहससँग रोक्ने क्या उनीहरू प्रिपेयर गर्दैछन् 1 बजे लाउनु भने चाहिँ बोलाउँछन् म 1 बजे त्यही भएर छोपेर राखेर नि केही हुन्न क्या पहिला ठुलो लाउँछन् पछि खेर लाग्यो नायराहरूको त्यो रोइराख्ने नानी होइन होइन आर्मी नारायण रुन्छ केटा मान्छे देखेपछि सबै रुन्छन् बच्चा यहाँको बच्चाहरूलाई नेपाली चाहिँ नेपाली कतिको आउँछ 7 साल कतिको आउँछ साथ मजाले बोल्छ अरू कोही नि बोल्दैन साहस बोल्दैन है बोलेको सबै बुझ्छ अलिअलि बोल्छ आमासँग बोल्यो भने अलिअलि लाग्छौ अलिअलि कुरा कता राख्यो यस्तो यस्तो बोल्छ सिक्न बिस्तारै सिक्दै बुवालाई कोल जाम न बुवा कोल भन्छ कोल जाम न बुवा कोल बुवालाई इङ्ग्लिस लाग्छ नि लाग्छ नि त त्यति भयो नि भइहाल्यो क्या बुझेर कुनै कुरा राम्रैसँग बुझाउनु पऱ्यो नि यसलाई के भन्छ भनेर सोध्न आउँछ अनि गर भन्छ उता त्यो बाहिर बारीमा भएको बल लिएर अनि त्यसलाई खेल्न सिकाइदियो त उयो फुटबल कोच जस्तै हो नि त यो यसले राम्रो स्किल सिकाइदिन्छ बिस्तारै खेल्नु बिस्तारै खेल्नु त्यसलाई मैले भर्खर कुलोमा हाल्दैछु साहसलाई यहाँ उसमा ओपमा 5-6वटा कोर्स 5-6 सेसन भइसक्यो ए यो उस छ नि एभ्री सन्डे एभ्री 10 to 11 ठिक छ मिल स्ट्रिट नेरको एउटा स्कुलभित्र ए इन्डोर के फुटबल कि सक्कर सकर के फुटबल होइन फुटबल हो यहाँ चाहिँ फेरि सक्कर भन्ने रहेछ यहाँ भनेर के भन्छ नि वर्ड मात्र फरक हो बेला बुझाउनु मात्रै सकर भन्यो सकर भन्नु नै आउँदैन युनिमा हामी यस्तै हुन्छ नि त बस डिस्कसन कुन रियल फुटबल हो भनेर यहाँ फुटबलहरू चाहिँ फुटिला भन्छ नि रग्बीलाई भन्छ नि रग्बी त युएसमा हो रग्बीलाई यहाँ पनि खेल्छ नि फुटबल भन्छ हो र यहाँ दिदी मेन हो यहाँ जो हाम्रो जुन फुटबल भन्छ नि त्योभन्दा मेन यहाँ उस हुँदो रहेछ रग्बी हुँदो रहेछ यहाँ त फुटी हो क्या फुटी फुट्यो भने त्यही रग्बी जस्तै होइन होइन फुटी डिफ्रेन्ट रग्बी डिफ्रेन्ट रग्बीहरूको त एकदम भाइलेन्ट हुन्छ त्यो हेलमेट लगाएर खिच्छ त्यो चाहिँ मैदानमा धेरै खेल्छन् होइन मेलबर्नको त होम उनै फुटी हो क्या
बिदै हुन्छ दाइ अनि त्यो मात्रै होइन कि होम के अब यो यहीँ हो क्या यहीँबाट स्टार्ट मेलबर्न भएको नै हो कि मेन चाहिँ मेलबर्न यिनीहरूले अफ्रिकामा फुटी भनेको बिलियन डलर लगानी गरेर यहीँ स्टार्टै यहीँबाट अँ, हो। अँ। त्यो थाहा छैन। यो यहाँ चाहिँ बिदै दिन्छ कि त्यही भएर फाइनल रग्बी र फुटी भनेको सिमिलर स्टार्टै बल यहाँ छ हो नि त। भने बल सिमिलर देखिन्छ तर अफ्रिकामा रग्बी यो चाहिँ गेमलाई अलिक प्रमोट violent गर्नको हुन्छ, लागि यसरी अफ्रिकाले पुस गरेर गर्ने हुन्छ। लगभग बिलियन डलर जस्तै खर्च त्यो टुर्नामेन्ट गराउनलाई अफ्रिकनहरू स्ट्रङ हुन्छन् होइन अँ। फिजिकल्ली अँ। उनीहरूलाई चाहिँ अब यो पपुलर गेमलाई चाहिँ वर्ल्ड वाइड गराउनलाई चाहिँ अफ्रिकाबाट स्टार्ट गर्ने भनेर उनीहरूले साउथ अफ्रिकामा गएर स्टेट बनाइदियो त्यही भएर धेरै पहिला एथलिटहरू 2000 सुन 1990 मा सुन हेर न हिस्ट्री कस्तो छ। लगेर त्यत्रो स्टेट बनाएर त्यहाँ चाहिँ क्लबहरू बनाइदियो एउटा पुरै जोसेम्बर कि के सिटी छ नि त्यहाँ एउटा त्यहाँ चाहिँ पुरै बनायो पुरै पैसा खर्च गर्यो आम्मा 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 साउथ अफ्रिकामा गएर अस्ट्रेलियन डलर पे गरेर खेलाएर खेल्दा त को खेल्दैन गाउँको गुनामा उ गर्न थाल्यो मान्छेहरूले अब त्यो गर्दै गरे पुरै खेले क्लब बनाइदियो एउटा सिटीमा त्यत्रो लगानी गरेर अनि त्यो साउथ अफ्रिकाबाट अर्को कुन कुन कन्ट्रीहरूमा त्यस्तै गरेर फेरि गरिदियो गऱ्यो त्यसपछि 7-6 वर्षसम्म त्यहाँ यस्तो मजाले खेले क्लब म्याचहरू सबै भयो गऱ्यो अनि पुरै गेम गरायो यहीँ ल्याएर गरायो होइन अस्ट्रेलियामा ल्याएर त्यसपछि त सधैँ त अब लगानी गराएको त्यत्रो पनि गर्दैन नि त कहाँ गर्दैन अनि तिमीहरू केही भयो बानी पर्यो अब आफै गर भनेर आएको 4 वर्षमा 70 हराएर फिनिस पैसा पाइन्छ सब खेले होइन पैसा आउँछ जुन जेनेरेसन कटेर गयो सकियो नेपालमा भयो नि तिनीहरू बुढा भयो नि त 5-6 वर्षपछि त जब तिम्रो 22, 25, 26 वर्षकोले स्टार्ट गरेको त 7 वर्षपछि त 35-38 भयो गेमबाट अडियन्स चाहियो नि त मेन भनेको त इन्कम चाहियो रेभेन्यू जेनेरेट हुनु पर्यो अनि त्यहाँको गभर्मेन्टले अस्ट्रेलियाको पैसा आइन्जेलसम्म छरिदियो ऊ आफैदेखि त पे गरेर गर्दै गरेन नि फिनिस सक्यो कि यसरी हरायो जसरी पलायो नि त्यसरी नै हराएर गयो बालुवामा पानी बाँध्यो फाइनली गाइज हाम्रो तिहार अब चाहिँ खाना खाने बेला सुरु भइसकेको छ दिदीले खानासाना बनाएर सबै कुरा रेडी गरिसकेको छ अब चाहिँ दिदीले बनाएको खाना खाएर तिहार सम्पन्न पारिन्छ के चाहियो भन्नु त के बाँकी छ व्हाइट राइस दिदीले चाहिँ यहाँ व्यञ्जनहरू बनाएको रहेछ थ्याङ्क यू सो मच दिदी एप्रिसिएट इट हेलो गाइज ल यसरी नै हाम्रो चाहिँ तिहार सम्पन्न तिहारको निधारको टिका देख्न सक्नुहुन्छ दिदीको पनि निधारको टिका देख्न सक्नुहुन्छ त्यहाँ मेरो राम्रो है दिदीको टिका मैले लगाइदिएको भएर राम्रो भएको छ र हाम्रो भान्जा पनि त्यहाँ अनि सुतिरहन् भान्जा पनि सुतिरहेछन् पेटभित्रै छन् डेलिभरी डेट कति बाँकी छ दिदी टाइम अब 19 दिन 19 दिन अबको विदिन 19 डेज हाम्रो भान्जा आउँदैछन् नाम सोचिसकेको छैन हामीले अहिले नाम चाहिँ के राख्ने होला भनेर सोचिरहेको जसले एकदम राम्रो नाम भन्छ जसको नाम राख्छौँ हामीले मन परेको उसलाई चाहिँ प्राइज छ उचित उपहार दिइनेछ ल यति भन्दै आजको यो तिहारको भ्लगलाई चाहिँ दिदीभाइले यहीँ समाप्त पार्छौँ यहाँ चल रहा है अघि भर्खर के खान्थ्यो चारचोटि के खाने घरिर भान्साले के खान्छन् भनेर दिदीले भन्छ है त्यसपछि अब चाहिँ ल दिदी हाम्रो यो भ्लगलाई चाहिँ यहीँ सम्पन्न गरौँ ल दिदी आज टाउको ठोकाएर बन्द गरौँ त्यस्तो नगरेर ड्याङ्ग ठोकाइनाले अब चाहिँ ड्याङ्ग ठोक्काउँदामा दुख्दैन अलिकति ल टुसहरू ठोकाइ नि त ल बाई बाई